के तपाईले कहिल्यै कल्पना गर्नु भएको छ कि अन्तरिक्षमा 9 महिनासम्म फसेर सकुशल पृथ्वी फर्कनु कस्तो अनुभव होला? अन्तरिक्षमा विगत 9 महिनादेखि फसेका भारतीय मुलुकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहयात्री बिल्मर अन्ततः 9 महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किएका छन्। कस्तो रह्यो उनीहरूको यो अद्भुत यात्रा? आउनुहोस् सम्पूर्ण घटनाक्रमलाई विस्तृत रूपमा जान्ने प्रयास गरौं। बितेको वर्ष अर्थात् सन् 2024 को जुनमा नासाले सुनिता विलियम्स र बिल्मरलाई अन्तरिक्षमा पठाएको थियो। योजना थियो केवल 8 दिनको मिसन, तर दुर्भाग्यवश बोइङको स्टार लाइनर यान बिग्रियो, जसले गर्दा उनीहरूलाई पृथ्वी फर्कन 9 महिना कुर्नु पर्यो। अन्ततः 9 महिनापछि एलन मस्कको कम्पनी स्पेस एक्सको ड्र्यागन क्याप्सुलले उनीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फर्कायो। पृथ्वी फर्किन अन्तरिक्ष यानलाई करिब 17 घण्टा समय लाग्यो। जब ड्र्यागन क्याप्सुल पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो त्यसबेला यसको गति 17,000 माइल प्रति घण्टा थियो। तर समस्या यति थिएन। वायुमण्डलमा प्रवेश गर्दा 2000 डिग्री सेल्सियस तापमान उत्पन्न भयो, जसले अन्तरिक्ष यानलाई अत्यन्तै तातो बनायो। यही कारण केही मिनेटको लागि कम्युनिकेसन ब्ल्याक आउट भयो। आखिर सन् 2025 मार्च 19 मा ड्र्यागन क्याप्सुल फ्लोरिडाको तटमा समुद्रमा अवतरण गर्यो। समुद्रमा अवतरण भएपछि उद्धार टोली तुरुन्तै घटनास्थलमा पुग्यो। बोटहरू वरपर घुमे, 10 मिनेटसम्म सुरक्षाको जाँच गरे अनि क्याप्सुल खोलियो। जब सुनिता विलियम्स बाहिर निस्किन्, उनले क्यामेरातर्फ हेरेर खुसी साथ हात हल्लाइन्। 286 दिनपछि उनले पृथ्वीको ताजा हावामा पहिलो सास लिइन्। सुनिता विलियम्सको फर्काइपछि नासाले सबै कुरा योजना अनुसार भएको बताएको छ र सबै अन्तरिक्ष यात्रीहरू पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ। यद्यपि उनीहरूलाई अझै केही महत्त्वपूर्ण प्रक्रियाहरूबाट गुज्रनु पर्नेछ। अन्तरिक्षमा 9 महिना बिताएपछि शरीर कमजोर भइसकेको हुन्छ। यही कारण अन्तरिक्ष यात्रीहरूलाई स्ट्रेचरमा सार्ने प्रोटोकल अपनाइन्छ। सुनिता र बुशलाई हाल ह्युस्टनको जोन्सन स्पेस सेन्टर लगिएको छ। सेन्टरमा यी दुई अन्तरिक्ष यात्री केही दिनसम्म स्वास्थ्य परीक्षणका लागि रहनेछन्। यो प्रक्रिया अन्तरिक्ष यात्रीहरू फर्किएपछि नियमित रूपमा अपनाइने प्रक्रिया हो। नासाका चिकित्सकहरूले उनीहरूलाई घर जान दिने अनुमति दिनु अघि उनीहरूको सम्पूर्ण स्वास्थ्य परीक्षण गर्नेछ। आगामी केही दिनमा उनीहरूलाई घर जान अनुमति दिइने सम्भावना छ। चिकित्सा परीक्षण प्रक्रियाबाट बाहिर आएपछि यी दुई अन्तरिक्ष यात्रीहरूले आफ्नो मिसनको अनुभव, चुनौतीहरू र सफलताहरूका बारेमा जानकारी दिनेछन्। त्यसपछि उनीहरूलाई परिवार र साथीहरूसँग समय बिताउन अवसर प्रदान गरिनेछ। परिवारसँग समय बिताउनु अन्तरिक्ष यात्रुहरूको मानसिक स्वास्थ्यका लागि आवश्यक मानिन्छ। यसले उनीहरूलाई आफ्ना प्रियजनहरूसँग पुनः सम्बन्ध स्थापित गर्न र पृथ्वीमा पुनः सामान्य जीवनमा फर्किन मद्दत पुर्याउँछ। सुनिता विलियम्सले पृथ्वीमा फर्कनु अघि आफू, परिवार र आफ्ना 2 कुकुरहरूसँग भेट गर्न आतुर रहेको बताएकी थिइन्। यसरी कुनै पनि अन्तरिक्ष यात्रीलाई घर फर्किएपछि सामान्य जीवनमा फर्किन सहजता हुन्छ। यसले उनीहरूलाई दिमागी रूपमा अर्को मिसनका लागि तयार हुन पनि मद्दत गर्छ। विज्ञहरूका अनुसार अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा पुनः सामान्य हुनका लागि धेरै हप्तासम्म समय लाग्न सक्छ, तर उनीहरू पुनः अर्को मिसनका लागि तयार भइरहेका छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा 9 महिनासम्म रहँदा उनीहरूले प्रत्येक दिन 16 पटक सूर्योदय र सूर्यास्त देखेका थिए, जससँग तालमेल मिलाउनु उनीहरूका लागि ठूलो चुनौती थियो। यो 9 महिनाको अवधिमा सुनिता विलियम्स र उनका टोलीले 150 वैज्ञानिक प्रयोगहरू पूरा गरे। यी अनुसन्धानहरू नासाको आगामी लक्ष्य मानिसलाई मंगल ग्रहमा पुर्याउने योजनाका लागि अत्यन्तै महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। अन्तमा सुनिता विलियम्स र बिल्मरको यो साहसी यात्रा केवल उनीहरूको व्यक्तिगत सफलता मात्र नभई मानवका लागि पनि एक ठूलो उपलब्धि हो। अन्तरिक्ष यात्राको यो अविश्वसनीय कथा तपाईलाई कस्तो लाग्यो? के तपाईलाई लाग्छ भविष्यमा मानव जाति मंगल ग्रहमा पाइला टेक्न सफल हुनेछ? तल कमेन्ट गरेर आफ्नो विचार व्यक्त गर्न सक्नुहुनेछ। यदि तपाईलाई हाम्रो भिडियो मन पर्यो भने भिडियोलाई लाइक अनि शेयर गर्न नभुल्नुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने पनि च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्न नभुल्नुहोला। हामी यस्तै रोमाञ्चक अन्तरिक्ष र वैज्ञानिक कथाहरू लिएर पुनः अन्य एपिसोडमा उपस्थित हुने नै छौं। आजको लागि भने बिदा हुन्छौं। नमस्कार।